हेलो हेलो सबैभन्दा सस्तो र भरपर्दो थोरै पैसामा पेटभरि खाजा भनेकै के हो? चाउमिन। त गाइज अहिले म चाउमिन बनाउन थालेको होइन। दिउँसोको खाजा चाउमिन सपत सस्तो अनि भरपर्दो होइन, थोरै पैसामा पनि पेटभरि खाजा। त गाइज आज म चाउमिन बनाउँदैछु है। मेरो चाउमिन कसरी बनाउनुहुन्छ होला होइन, फेक जस्तो लाग्छ होला होइन, तर रियल ट्रुथ यहाँ छ। हेर्नुहोस् गाइज, अहिले म हेर्नुहोस् विलचेयरमा छु अनि यता म कराई बसालेको छु। अन्त हेर्नुहोस् यहाँ कराई बसालेको छु, विलचेयरमा बसेर म कसरी बनाउँछु त गाइज ल हेर्नुहोस् है। खुर्सानी, प्याज, कति गाह्रो नै हुन्छ, सजिलो हुँदैन तर खै। त्यसपछि गाइज क्याबेज, बन्दाकोपी, त्यसपछि गाइज नुन, आवश्यकता अनुसार नुन राख्नु। त्यसपछि चाउमिनको मेन स्वाद ल्याउने चिज अनि शरीरलाई नोक्सान गर्ने चिज पनि हो अजिना। अजिना थोरै मात्रै अजिना राख्नु। त्यसपछि अमिलोको लागि तपाईँ पातरी युज गर्न सक्नुहुन्छ, भेनिगर, मैले भेनिगर युज गर्दैछु अहिले, भेनिगर युज गर्दैछु है। त्यसपछि चाउमिनलाई मिठो देखिनलाई, चाउमिनलाई मिठो देखाउने काम यसले गर्छ। रातो पहेँलो पहेँलो यो पनि ठिक्क अड्कलेर राख्नु होला। त्यसपछि लास्ट भनेको हाम्रो चाउमिन मसला। चाउमिन मसला अनि चाहिँ मैले हल्का गोल्डी पनि युज गर्ने गर्छु। रेसिपीहरू यिनै गाइज। फाइनल्ली के गर्नुपर्छ भन्दाखेरि चाउमिनलाई चलाइ गर्नुपर्छ। चाउमिन मजाले भुट्टिनुपर्छ, जति भुट्टिन्छ त्यति नै स्वादिष्ट चाउमिन बन्छ। र त गाइज यो आजको चाउमिनको रेसिपी र म कसरी बनाउँछु भन्ने कुरा मैले देखाएँ हजुरहरूलाई। ल हेर्नुहोस्, अब के गर्ने भने चाउमिन चलाइ गर्नुहुन्छ। मिनिमम 5 मिनट चाउमिन भुटेपछि गाइज चाउमिन रेडी। कति चाउमिन भुट्यो, चाउमिन अब तयार भयो, देख्न सक्नुहुन्छ। चाउमिन रेडी टु इट, चाउमिन तयार भयो गाइज होइन। त गाइज मैले विलचेयरबाट बनाएको चाउमिन चाख्न चाहनुहुन्छ भने गाइज पसल भिजिट गर्नु होला गाइज है।